बुढा फाइट खेल्न लाग्यो त गाइज आमामामामा नि त। हे गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग र हजुरलाई मेरो डे 1 ब्लगमा स्वागत छ र मेरो चाहिँ भिडियोको आज डे 1 भइरहेको छ मिनी ब्लगको। हजुरहरूले हेरेर साथ सपोर्ट दिनु होला सबैजनाले। र आज चाहिँ म घरमा बस्दाखेरि वाक्क दिक्क प्याक्क फ्याक्क भएर हिँडिरहेको छु पराल बाँड्नलाई। र पराल बाँड्न चाहिँ छन् हाम्रो गाइजहरू एकदम तगडा तगडा खालका सुर्ती मडुवा टोलीहरू। सुर्ती बिना त पुरै जिन्दगी नै नचल्ने भइसकेको छ होइन गाउँतिरका मान्छेहरूको। अब चाहिँ पुरै सुर्तीमा हात तला भइरहेको छ ले 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 भनेर चाहिँ होइन यस्तो भइरहेको छ कि होइन गाउँ कुन दिशामा गइरहेको छ त अब मलाई थाहा छैन। फेरि यस्तो भइरहेको छ होइन गाउँमा आजभोलि। अब एकछिन पराल बाँड्ने चाहिँ फेरि खाजा खाने बेला हुन्छ, भोक पनि प्याक्कै लागिसक्यो मलाई। र खाजा चाहिँ खाने बेला भयो फाइनल्ली। अब खाजा चाहिँ खाने बेला भइसक्यो र खाजा चाहिँ मैले खाइ पनि सकेँ होइन। उतापट्टि खाँदैछ हाम्रो टोलीहरू। खाजा चाहिँ फेरि स्पेसल सेकुवा छ आज चाहिँ होइन। कतिलाई मिठो लाग्छ कुन्नी मैले त ध्यान बजाइदिइसकेँ आज। काम चाहिँ गर्नुभन्दा पहिला नि घाम देखेर नि उत्पात लागिसक्यो मलाई होइन। बिहान चाहिँ चाँडोले गर्नु बनाउँछ र दिउँसो चाहिँ घामले पुरै पोलेर आहा उथु उथु बनाइदिन्छ होइन। यस्तो भइरहेछ नेपालमा चाहिँ अहिले। र यस्तो हुनुको मेन उद्देश्य कारण चाहिँ के हो भन्दाखेरि घाम बढी लगाएर हो भन्ने हामीलाई लागिरहेछ। र यतापट्टि छ दुईवटा बुढाहरूको जवानी अनि भर्खर चलिरहेछ फाडी हान्नु लागिरहेछ। यतापट्टि चोडमा झडा परिरहेको थियो, यतापट्टि चोडो पाइसक्यो धोतीले। अब चोडो खाँदैछु पनि दाङ खुवाइरहेको होइन। र फाइनली हाम्रो पराल चाहिँ बाँधिसक्यो र हाम्रो मैले बोके पनि सकेँ। ल सो हाम्रो बोकेर सकिसक्यो गाइज होइन त। ल सो टाटा बाई सी यू।